टिपिडी तालिम इटहरीमा जहाँ सपना बुनिन्छ दिनभरिमा सूर्य उदाउँछ चम्किन्छ। धनकुटा र तेह्रथुमका शिक्षकहरूका लागि एकीकृत पाठ्यक्रममा आधारित कक्षा 1-3 मा अध्यापनरत शिक्षकहरूका लागि सेवाकालीन 1 महिने 15+15 दिन टिपिडी प्रमाणीकरण तालिममा सहभागी भई आज 12 दिनसम्म आइपुग्दा हामी एक आपसमा घनिष्ठता बढ्नुका साथै एकीकृत पाठ्यक्रममा भएका अन्योलतालाई चिर्दै अगाडि बढिरहेका छौँ। यसै क्रममा मिति 2082 साल असोज 27 गते 12औं दिन पुगेको छ। यस क्रममा आज मेरो भागमा प्रतिवेदकको भूमिका आइपरेको छ। हुन त प्रतिवेदन लेख्न मलाई त्यति राम्रो लाग्दैन, किनकि यो समयमा सिकाइमा भन्दा पनि के कुरा भइरहेको छ भन्नेतिर बढी ध्यान जाने गरेको छ मेरो केसमा। तथापि आफ्नो भागमा परेको कार्यलाई नकार्न पनि सकिन्न। ल अब लागौँ आजको गतिविधितिर। सदा झैं आज अर्थात् 2082 साल असोज 27 गते प्रशिक्षक सर ठिक 10 बजे नै तालिम हलमा प्रवेश गर्नुभएको थियो। सर म्यामहरूको आउने क्रम जारी रहँदै 10:25 मा हिजोका संयोजक म्याम सरिता दुलालले हिजोका प्रतिवेदक श्री पदम प्रसाद भट्टराईलाई प्रतिवेदन प्रस्तुतिका लागि अनुमति दिनुभई प्रतिवेदन प्रस्तुत गर्नुभयो। 10:36 मा आजका लागि अर्थात् 12औं दिनका लागि सदा झैं विभिन्न जिम्मेवारी बाँडफाँड गरियो, जसमा संयोजक श्री कमल सिंह लिम्बू, व्यवस्थापक श्री खेमलाल ताम्बी, प्रतिवेदक श्री नीलाराम श्रेष्ठ, मनोरञ्जक श्री सुजता खपाङ्गी मगर रहनुभएको थियो। त्यसपछि हिजोका संयोजकबाट आजका संयोजकलाई फ्लोर हस्तान्तरण पश्चात आजका संयोजक श्री कमल सिंह लिम्बूले कविता त्यसैले त यो तालिम क्या आहा छ सँगै आजका प्रशिक्षक श्री हरिशंकर घिमिरे सरलाई आसन ग्रहणका लागि आग्रह गर्दै हिजोका प्रतिवेदक सर श्री पदम प्रसाद भट्टराईबाट आजका प्रतिवेदक स्वयं म आफैलाई प्रतिवेदन लेख्ने कापी हस्तान्तरण भएपछि प्रशिक्षकबाट परिचयको क्रममा नाम, ठेगाना, शैक्षिक योग्यता, पढाउने विषयका साथै तालिमको अपेक्षा सहित परिचय गरियो र परिचयको क्रममा आएका प्रश्न तथा अपेक्षाहरूलाई तत्काल उत्तर दिँदै तालिम अगाडि बढ्यो। जहाँ केही सर म्यामहरूको परिचय दिन अझै बाँकी रहेको छ। 11:30 मा चिया आएसँगै ब्रेक गरियो। दोस्रो चरणको कार्यक्रम अर्थात् दोस्रो चरणको परिचय 11:45 मा भइरहँदा कक्षामा केही बढी आवाजहरू सुनियो, जहाँ क्षेत्रीय प्रसारण हाई भएको हो कि झैँ भान पनि भएको थियो। तत्पश्चात गणितमा गन्ती कसरी सिकाउने अर्थात् 10-11लाई कसरी पढाउने भनी सिकाउनु भयो, जसमा 1 देखि 9 सम्म क्रमशः र 10लाई 1-10 भनी भन्नुपर्ने कुरा जानकारी हुनुका साथै गणितमा डिकम्पोजर र यसको महत्त्वका बारेमा लामो अनि घनीभूत छलफल भयो। 1:46 मा मनोरञ्जनको समयमा एकराज सरद्वारा चित्तैमा केही आउँदैन र 2 गिलास नहानी आँखा नदेख्ने आँखा दानको चुट्किला पश्चात परिचयको कार्यक्रम लगातार फेरि सुरु भयो, जसमा हरिकृष्ण सरको विश्लेषण, पहिलाको पाठ्यक्रम ठिक कि एकीकृत पाठ्यक्रम ठिक भन्ने विषयमा छलफल भयो। यसमा प्रशिक्षकले आफ्नो धारणासहित कन्फ्युजनहरूलाई हटाउँदै खाजाको समय 1:46 देखि सुरु भयो। खाजामा रमाउँदै सर म्यामहरू सहित म पनि। हाम्रो गन्तव्य यहाँ उपलब्धि बढा टिपिडी तालिम इटहरीमा
कक्षामा आफ्नै जीवनमा बढ्छ उपलब्धि बढ। ल हेरौँ त फोटोहरू। खाजाको समय पश्चात 2 सत्रमा तालिम सुरु भयो, जसमा आजका मनोरञ्जक श्री सुजाता म्याम र श्री एकराज सरको ए हजुर भन्ने गीतमा नृत्य प्रस्तुत गर्दै तिहार अर्थात् दीपावलीलाई स्वागत गर्नुभयो। तत्पश्चात आजको तेस्रो चरणको कक्षा सुरु भयो, जसमा व्यवहार कौशल बारेमा छलफल गर्दै निष्कर्ष निकालियो। त्यस क्रममा लेसन प्लान र लेसन स्टडीका बीच फरक र प्रयोग गर्नुपर्ने आवश्यकताका बारेमा छलफल भयो, जसमा व्यवहार कौशल सिप आर्जन गर्न लेसन स्टडी बढी प्रभावकारी हुने समेत प्रष्ट पार्नुभयो। लगभग घडीले 4 जनाइसकेपछि आजका संयोजक श्री कमल सिंह लिम्बूले भोलि 10:30 बजे सदाझैँ भेला हुने जानकारी गराउँदै आजको तालिम समाप्त भएको घोषणा गर्नुभयो। आजको दृष्टान्त। मनोरञ्जन पर्याप्त नै भएको महसुस भयो। सहभागीहरू समयमा नै तालिम हलमा प्रवेश गरेको देखियो। आज दिनभरि भएका छलफलहरूमा एकीकृत पाठ्यक्रमको विषयमा निकै ठुलो दुविधा हराएको पाइयो। एकीकृत पाठ्यक्रमलाई परिभाषित गर्ने र एकीकृत गर्ने विषयमा प्रशिक्षकहरू बीच एकरूपता नभएको हो कि झैँ महसुस भएको थियो, जसले गर्दा सहभागीहरू विषयवस्तुमा अर्थात् एकीकरण गर्ने कार्यमा अन्यल भएको हो कि भन्ने महसुस भयो। सहभागीहरू सबैको ध्यान आकृष्ट गर्न अलिक बढी कठिनाई भएको हो कि भन्ने महसुस गरियो। केही दृश्य सामग्रीहरू पछाडिबाट देख्न नसकिने हो कि भन्ने महसुस भयो। सुधार गर्नुपर्ने पक्ष। क्षेत्रीय प्रसारण कम गर्नुपर्ने देखियो। दृश्य सामग्री पछाडिबाट पनि देख्न सकिने भए अझ बेस हुने थियो। तालिम सैद्धान्तिक भन्दा पनि कक्षामा प्रयोग गर्न कसरी सम्भव हुन्छ भन्नेतिर गए सुन्न सुगन्ध हुने थियो। विद्यालयमा शिक्षक दरबन्दीको अवस्था, अभिभावकहरूको चेतना जस्ता विषयलाई पनि ध्यानमा राखेर एकीकृत पाठ्यक्रमको कार्यान्वयन गर्ने तौर तरिका सेयर गरे अझ राम्रो बेस हुनेछ। प्रतिवेदक नीलाराम श्रेष्ठ, 24 गाउँपालिका, वडा नम्बर 7, धनकुटा। धन्यवाद। उपलब्धि बढ्छ।